कुकुर रातिमा किन रुन्छ? त्योभन्दा पहिले कुकुरको बारेमा छोटो जानकारी। कुकुर जुन आज हामीले घरमा प्यारो साथीको रूपमा पालेका छौँ, वास्तवमा हजारौं साल पहिलेबाट मानिससँग सम्बन्धित छ। कुकुरको पुर्खा बहसो हो। बहसोसँग कुकुरको डिएनए 99.9% मिल्छ। करिब 15,000 वर्ष अघि आदि मानवले बहसोलाई पाल्तु बनाउन थालेका थिए। यी बहसोहरूसँगको सम्बन्ध बिस्तारै बिस्तारै विश्वासमा बदलियो। उनीहरूले मान्छेको घर र बस्तीहरूको सुरक्षा गर्न थाले। बदलास्वरूप मानिसहरूले खान र बसोबास दिए। यसरी एक जङ्गली जनावर पाल्तु जनावर भयो। आज यी कुकुरहरू विभिन्न जात, साइज र स्वभावमा पाइन्छन्। विश्वभर कुकुरका 340 प्रजाति छन्। यसको आयु 15 देखि 20 वर्षको हुन्छ। कुकुर सामाजिक जनावर हुन्। उनीहरू आफ्ना मालिकप्रति अत्यन्तै वफादार हुन्छन्। थोरै माया पाउँदा पनि उनीहरू धेरै खुसी हुन्छन् र व्यवस्था गर्दा एक्लो महसुस गर्दछन्। उनीहरू गन्ध सुँघ्न निकै सक्षम हुन्छन्। हामीलाई थाहा नहुने गन्ध पनि उनीहरूले चिन्न सक्दछन्। यिनीहरूको नाक मानिसको तुलनामा 1000 गुणा शक्तिशाली हुन्छ। आजको मुख्य विषय, कुकुर राति किन रुन्छ त? आउनुहोस् जानौँ। कुकुरले रातिमा प्रेत आत्मा देख्छ र रुने गर्दछ भन्ने विश्वास छ। तर वैज्ञानिक कारण यस्ता छन्। राति सबैजना सुत्दछन्। उसैलाई माया गर्ने कोही हुँदैन। त्यसैले उसले ध्यान खिच्नलाई रुने गर्दछ। अपरिचित आवाज, मानिस वा जनावरको चहल पहल, स्वास्थ्यमा समस्या, दुखै वा बिमारी हुँदा उसले आवाज निकालेर पीडा व्यक्त गर्ने गर्दछ। कुकुरहरू टाढा रहेका कुकुरबीच हाउल गरेर सञ्चार आदान प्रदान गर्ने गर्दछन्। आदत वा मानसिक अशान्ति, अत्याधिक बन्द गरेर राखिएको वा तालिम नदिएको कुकुरले यस्तो व्यवहार देखाउने गर्दछ। त्यसैले यदि तपाईँको कुकुर बार बार राति रुन्छ भने उसलाई समय दिनुहोस् र जाँच गर्नुहोस्।